Namaste. Annyeonghaseyo Nikai म एसएजी आन्सर कोरियन ल्याङ्ग्वेज इन्स्टिट्युट बुटवलबारा तामनगर विद्यार्थी उदय प्रशिक्षकको महाभियानमा जोडिएको म तपाईहरुकै कोरियन भाषा प्रशिक्षक खानुल सर। आज हामी चाहिँ सदा चाहिँ आज पनि म तपाईहरुको माझमा च्याप्टर 5 मा रहेको ग्रामर तपाईहरुको माझमा लिएर उपस्थित भइसकेको छु। मुनबक इलमा हेरौं नाउन प्लस ए छ। नाउन प्लस ए भनेको म जुन चाहिँ समयसँग लाग्छ है। अस्ति हामी नाउन प्लस ए भनेको केमा पढ्यो त छाङसोमा पढ्यो। छाङसोमा पढ्यो नाउन प्लस ए। नाउन प्लस ए को पछाडी यदि के रे नाउन प्लस ए को पछाडी ठाउँ आएको छ भने के बुझ्ने त? नाउन प्लस ए को पछाडी ठाउँ आएको छ भने के बुझ्ने त? कुनै पनि समयमा केही काम भएको हुन पर्यो क्या है। र अर्को कुन अवस्थामा परेको हुन्छ र चलायमान क्रिया इदोङ ठौँ छ है। इदोङ ठौँ छ आउन पर्छ। र अर्को के हुन्छ त? कुनै ठाउँमा केही कुरा अवस्थित छ भन्दाखेरि छाङसोको प्रयोग गरिन्छ के। कुनै ठाउँमा केही कुरा अवस्थिति भएको जनाउँछ। यहाँ चाहिँ छाङसोमा भयो है। र यो चाहिँ इत्ता अप्ताको अगाडि चाहिँ लाग्छ क्या। नाउन प्लस ए इत्ता अप्ता हुन्छ क्या। ए प्लस इत्ता अथवा के हुन्छ अप्ता हुन्छ। यति कुरा बुझ्ने। र अब हामी चाहिँ यतातिर लागौं। आज हाम्रो के छ त नाउन प्लस ए जुन जसको अर्थमा यो चाहिँ समयसँग लाग्छ र कुनै पनि समयमा केही कार्य गरिन्छ भने त्यति बेला समयसँग हामी ए लगाइन्छ क्या। जब कुनै पनि समयमा हामी केही काम गरिन्छ त्यति बेला के लगाइन्छ त समयसँग ए लगाइन्छ। र समयका शब्दसँग समयका शब्दसँग जस्तै अझै नेइल छिगुम है। अझै नेइल छिगुम त्यसैगरी चाहिँ ओनुलसँग ए लाग्दैन क्या। ए लाग्दैन। यो समयका शब्द भए पनि यससँग के हुन्छ त नाउन प्लस ए लाग्दैन। यो कुरा बुझ्ने है। र अब हामी चाहिँ अर्को हेरौं। कुनै पनि समयमा केही कार्य भएको कुनै पनि समयमा केही गरिन्छ भने नाउन प्लस ए को प्रयोग गरिन्छ। यो अर्को कुरा बुझ्ने। कुनै पनि समयमा केही कार्य गरिन्छ जस्तै छनुन यशस्वी ए इरानायो म के गर्छु त म यशस्वी भनेपछि 6 बजे उठ्छु। म 6 बजे उठ्छु। कति बजे उठ्छ त? 6 बजे उठ्छ। 6 बजे उठ्ने के काम के रे 6 बजे के काम गर्यो? उठ्ने काम गर्यो क्या। 6 बजे के गर्यो? उठ्ने काम गर्यो है। हो यानी कि कुनै पनि समयमा केही कार्य गरिन्छ भने नाउन प्लस ए को प्रयोग गरिन्छ। र अर्को समय जनाउने शब्द जस्तै नेइल अझै छिगुम ओनुल यो शब्द भएमा नाउन प्लस ए को प्रयोग गरिदैन है। हो नेइल अझै छिगुम ओनुल शब्दहरू भयो भने हामी यो नाउन प्लस ए को प्रयोग गरिदैन है। यो बुझ्ने। त्यसै चाहिँ यो इत्ता अप्तामा पनि लाग्छ रे। इत्ता अप्तामा पनि लाग्छ जस्तै कि सनसेङ निमी सामु सिरे इसुम्निका भनेर मैले प्रश्न गरेँ है। यो क्वेशन मार्क छ लास्टमा हेर्नु होला। जस्तै सनसेङ निमी भनेको त सनसेङ निमी है। सनसेङ निमी भनेको त शिक्षक यानी कि सर चाहिँ के छ त सामु सिरे इसुम्निका अफिसमा हुनुहुन्छ। इत्ताबाट इसुम्निका भएको नि हैन। बनिका सुम्निका लगाएको यो ग्रामर है। यानी कि यो इत्ता हो नि त हाम्रो खासमा। हो यानी कि ए को पछाडी आयो कि नै इत्ता त अनि थुइए छेगी इसायो छेगी पछाडी के छ त किताब छ रे। पछाडी किताब छ के छ त पछाडी यहाँ ए को पछाडी आयो कि नै त के इसायो
अब त पनि लगाउन मिल्छ अब त पनि लगाउन मिल्छ है हो त्यति बेला हामी यानी कि तत्त्वसँग पनि के गर्न मिल्छ त ए लगाउन मिल्छ अब नोटमा बुझौँ हामी यसो स्थानसँग नन प्लस ए जोड्दाखेरि खादा ओदा थानिरा हो खादा ओदा थानिरा जस्तो चलायमान क्रिया को अन्त्य आउनुपर्छ अरे जस्तै कि अब कुनै पनि ठाउँसँग जस्तै कि छाङ्सो प्लस ए प्लस इदोङ थोङ्सा क्या भनेको इदोङ थोङ्सा यानी कि ठाउँ ए नन प्लस ए त्यसै चाहिँ के हुनुपर्छ त इदोङ थोङ्सा ठाउँसँग आउनुपर्छ त्यति बेला जस्तै कि छनुन भयसा ए खामनिदा कहाँ जान्छु त कम्पनीमा जान्छु पछाडि के आयो चलायमान क्रिया आयो कि नै ए को पछाडि आयो नि चलायमान क्रिया आयो हो यतिको आएपछि भइगयो त ल अब नन प्लस ए थोचा खादा रो उरो तनादा हुन्छ है रो उरो तनादा अथवा छुलबारादा हुन्छ छुलबारादा पनि भन्न मिल्छ है जस्तै कि हाङ्गुगारो तनासय हुन्छ क्या हाङ्गुगारो तनासय अथवा के हुन्छ त छुलबाल हेर्छ यानी कि कोरियातिर प्रस्थान गरे क्या यसको अर्थ के हुन्छ कोरियातिर प्रस्थान गर्ने कोरियातिर के गरे प्रस्थान गरे रो उरो त्यति बेला आउँछ जस्तै तनादा छुलबारादासँग लाग्छ भने ए के हुन्छ त हाम्रो रो उरो भनेको के त ए भनेको फेरि हाम्रो के हो त जस्तै अब हाङ्गुगे खाम्निदा क्या हाङ्गुगे खाम्निदा अथवा हाङ्गुगे खाम्निदा अथवा हाङ्गुगे थुचा खाम्निदा कोरिया पुगे है कोरियामा पुगे हाङ्गुगे थोछाक खाम्निदा एक पछाडि के आयो थोछा खादा आयो नि हो यानी कोरियामा पुगे क्या कोरियामा पुग्छु थोछाक हेस्सायो है थोछाक हेस्सायो है कोरियामा पुगे क्या कोरियामा पुगे यानी कि ए आयो भने के हुन्छ थोचा खादा रो उरु आयो भने तनादा र छुलबारादा हुन्छ क्या रो उरु आयो भने के हुन्छ त तनादा र छुलबारादा हुन्छ यानी कि यसको अर्थ त्यही हो रो उरु आयो भने तनादा र छुलबारादा र ए आयो भने थोचा खादा है नहीं अब उदाहरणमा हेरौँ खुम्यो इउरे छिङ्गुरुल मान्नायो खुम्यो इल भनेको के त खुम्यो इल भनेको के हो कुन वार हो खुम्यो इल अब यो इरवल भाषु मुखुम थियो अब बुझ्न पर्यो इरवल भाषु मुखुम थियो भने के त हो शनिबार के अरे आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार है यानी कि इरवल भाषु मुखुम थियो है यानी कि खुम्यो इल भनेको के त बिहिबारमा के छ त छिङ्गुरुल मान्नायो भनेको साथीलाई भेट्छु दे बिहिबार साथीलाई भेट्छु र छुमारे सुयो भनेको सप्तान्तमा आराम गर्छु है सप्तान्तमा आराम गर्छु त्यसै चाहिँ छनुन मेल आछिमे उन्दुङेयो है बिहानको समयमा के गरियो समयमा के गरियो त समयमा के गरियो यहाँ उन्दुङेयो समयसँग हामीले पढ्दैछ नि त हो सप्तान्तमा के अरे बिहानमा के गरियो व्यायाम गरियो अनि सप्तान्तमा के गरियो आराम गरियो अनि खुम्योमा के गरियो साथीलाई भेटियो खुम्यो हिल क्या खुम्यो हिल भनेको बिहिबार हो नि त बिहिबार त मैले भनेको छु खुम्यो हिल भनेको बिहिबार है बिहिबार इरवल भाषु मुखुम त भनेर पढेको नि हो इरवल भाषु मुखुम थ इरवल भाषु मुखुम थ है ल अब हामी के बुझ्न पर्यो त ई आयो भने के बुझ्ने त हामी ए आयो भने हामी थुचा खाता लगाउने रो उरो आयो भने तनादा लगाउने क्या त्यति बुझ्ने हामी अहिले र अब हामी के छ त फोगीतिर जाउँ उदाहरणमा
अब उदाहरणमा बुझ्ने खुम्यो इरे छिङ्गुरुल मान्न आयो है, यानि कि शुक्रबारमा के छ त साथीलाई भेट्छु। शुक्रबार भनेको के त, यो पनि समयको शब्द हो नि, समयको शब्दसँग के गर्ने, अब शुक्रबारमा के गर्ने, साथीलाई भेट्ने काम गर्यो है। त्यसै गरी चाहिँ अब छुमारे सुयो सु आयो, यानि कि सप्तान्तमा आराम गर्छ क्या। सप्तान्तमा के हो त, समयको शब्द हो नि छुमा भनेको, सुयो भनेको आराम गर्छु। छनुन मेल अछिमे उन्दुङ हो, म चाहिँ दिनकै बिहानमा के गर्छु, व्यायाम गर्छु रे। बिहानमा के गर्छ, बिहानको समयमा व्यायाम गर्छ है। आशा छ तपाईँले चाहिँ यो 5 च्याप्टरमा रहेको ग्रामर बुझ्नु भएको छ। र हामी चाहिँ यसरी यही च्याप्टरमा रहेको अब के भन्ने त हामी मुनबक ई बुझौँ है, मुनबक इयरको हेरौँ। अब यो अत आत यत छ, अत आत यत वत अनि के छ त अर्को हेत है। अब यो के त हाम्रो पास्ट टेन्स जनाउँछ कि अत आत हेत वतले है, पास्ट जनाउँछ। थियो थिए थिन है, यानि कि पास्ट जनाउँछ। विगतको समयमा अथवा बितेको समयमा कुनै पनि काम जनाउनको लागि प्रयोग गरिन्छ। विगतमा कुनै पनि काम गर्यो, बितेको समयमा अथवा कुनै पनि काम गर्यो, त्यो काम चाहिँ जनाउनको लागि अत हेत वतको प्रयोग गरिन्छ है। हामीले यसको प्रयोग गर्ने तरिका चाहिँ अब जस्तै कि ओ अनि आ भए के गर्ने त, आत लगाउने है। यो हामी हिजै पनि मैले सिकाएको थिएँ नि हिजोको ग्रामरमा हो, त्यहाँबाट यसो बुझ्ने है यो। अनि त्यहाँबाट ओ र आ बाहेक भए के लगाउने त, अत लगाउने। त्यसै गरी चाहिँ ई इन्डिङ भए के गर्ने त, ई इन्डिङ भए यत लगाउने। त्यसै गरी चाहिँ बा इन्डिङ भए के गर्ने त, बा इन्डिङ भए के गर्ने त, वत लगाउने। त्यसै गरी चाहिँ अर्को के छ त, हादा इन्डिङ भए के गराउने त, हेद गराउने है। यसलाई यसरी बुझ्ने है, यसलाई टिप्ने, ठेक्क यसलाई टिप्ने। जस्तै कि अब ओदा भनेको के हो, ओदा भनेको आउनु, ओदा भनेको आउनु। ओदाबाट के गराइयो, पहिले यसको द हटाइयो नि। अब ओ रह्यो हामीसँग, अब ओ बाँकी रह्यो भने अब हामी यसमा ओ र आ छ नि त, ओ र आ भए के प्लस गर्ने, ओ र आ भए के गर्ने पर्यो, आत गर्ने। यानि कि अब फेरि हामी यसलाई आत गराउन मिल्दैन डाइरेक्ट ओ आत भनेर, यसलाई डाइरेक्ट मैले के भन्थे, दुईटा बबलले सँगै लेख्न मिल्दैन भनेर मैले हिजो भनेको हो। दुईटा बबल सँगै नलेख्न मिल्छ, यहाँ आ जोड्ने अनि फाक्षीमा डबल सा राख्ने है। वास सही हो क्या, आए आउनु भयो है, आउँछौँ के आएको थियो, त्यस्तो होइन कि पास्ट जनाउँछ है। अब यस्तै अर्को छेमी, जस्तै खम्बु हेर्छ यो, खम्बु आधाबाट के गराइयो, आधाबाट केलाई के गराइयो, हेर्छ गराउने। अब खम्बु हेर्छ यो, आधालाई के गराउने, यो थप्ने। यानि कि यो हेद गराइयो नि हामीले हो, अनि यो आयो त आफै भयो हो। यसमा जहिले अन्तिममा आयो लगाउने क्या, यो वात अत आत हेत वत थपेपछि यो हामीले अत आत हेत वत थपेपछि के गर्ने त, यहाँ फाक्षिम छ, फाक्षिम भएपछि हामी जहिले पनि आयो लाग्छ भनेर हामी पढेकै हो। फाक्षिम भएपछि आयो लाग्छ है हो, यो कुरा बुझ्ने। र अब हामी चाहिँ यता हेरौँ, बितेको समयमा कुनै पनि काम जनाउनको लागि प्रयोग गरिन्छ, यानि कि विगतमा गरेको कामको बारेमा जानकारी गराउँदाखेरि प्रयोग गरिन्छ। ओ र आ इन्डिङ भए आसुनिदा असयो अस है। जस्तै कि ओदाबाट के हुन्छ, ओदाबाट ओम्निदा वास, ओदाबाट के हुन्छ, वासुनिदा है, पास्ट हो नि त, वासुनिदा। प्रेजेन्ट भयो ओम्निदा हुन्छ है, प्रेजेन्टमा फेरि ओम्निदा हुन्छ। यो ओम्निदा फेरि के हुन्छ त, प्रेजेन्टमा हुन्छ, प्रेजेन्ट टेन्समा है। र वासुनिदा हाम्रो पास्टमा भयो। त्यही चाहिँ हाम्रो खादा के अरे मक्ता भनेको के हो, खानु। मक्ताबाट के हुन्छ त, मगसुनिदा, मगस्सा, तिनवटा भाषा हुन्छ नि त हाम्रो।
मगस यो के हुन्छ त हाम्रो यो के हाम्रो खानमालमा भयो खानमालमा भयो हाम्रो यो केमा त हाम्रो एसामालमा भयो एसामालमा भयो यो के भयो हाम्रो यो नोफिम मालमा भयो है नोफिम मालमा भयो यानी कि यो सुम्निदा बनिदा सुम्निदा भनेको नोफिम मालमा हो अनि आयो आयो हे भयो भनेको त हाम्रो एसामाल हो र आया हेवा भनेको त हाम्रो के हो फानमाल हो है यानी कि यहाँ के भनेछ त ओ र आ भए असुम्निदा असुम्निदा असयो अस प्लस गर्ने क्या है त्यसपछि ओ र आ बाहेक भए ओ र आ बाहेक इन्डिङ भए के गर्ने त असुम्निदा असयो अस प्लस गर्ने है ओ र आ भए असुम्निदा असयो र अस प्लस गर्ने र त्यसपछि ओ र आ बाहेक इन्डिङ भयो भने असुम्निदा असयो अस प्लस गर्ने है त्यसपछि इ इन्डिङ भयो के गर्ने त यसुम्निदा यत सुम्निदा यसुम्निदा यसयो यसयो त्यसपछि चाहिँ के गर्ने त यस्सा गर्ने हो यसरी प्लस गर्ने है त्यसपछि आधा इन्डिङ भयो के गर्ने त आधा इन्डिङ भयो यसुम्निदा यसुम्निदा यसयो यसयो अर्को के गर्ने त यस्सा गर्ने है यसरी बनाउने ब इन्डिङ भयो के गर्ने त बलाई हटाई उ थप्ने उ र उ थप्ने र त्यसमा पनि अ प्लस गरी भयो बनाउने यानी कि ब भए बलाई हटाई ब भए बलाई हटाई उ थप्ने उसँग जहिले पनि के लाग्छ त अयो लाग्छ है अयो लाग्छ उसँग के लाग्छ जहिले पनि अयो लाग्छ हो यानी कि बलाई हटाएर के गर्ने थप्ने त बलाई हटाएर वयो थप्ने है यो हाम्रो प्रयोग गर्ने कन्डिसन बुझ्ने अब हामी उदाहरणमा हेरौँ यसको फोगीमा हेरौँ फोगी भनेको हाम्रो उदाहरण हो फोगी भनेको हाम्रो उदाहरण हो है जस्तै नेग अझै सर्फिङ यसै है सर्फिङ हादा भने के हो सर्फिङ गर्नु हो सर्फिङ हादा भनेको सर्फिङ गर्नु हो क्या सर्फिङ गर्नु है यानी कि यो सर्फिङ यसै हो भनेको सर्फिङ गरे सर्फिङ सर्फिङ सुम्निदा पनि गराउन मिल्छ बनिदा सुम्निदा लगाउँदाखेरि र सर्फिङ हेस्सयो पनि गराउन मिल्छ सर्फिङ हेस्सा पनि गराउन मिल्छ सर्फिङ हेस्सा पनि गराउन मिल्छ है यानी कि त्यो चाहिँ के छ हाम्रो टेन्सन यानी कि यो हाम्रो नफिम माल्नु भयो यो हाम्रो एसा माल्नु भयो हाम्रो यो फानमा भाषाको प्रकार अनुसार र अहोप्सिए छिबेवा सुम्निदा है यानी कि 9 बजे चाहिँ घरमा आए है 9 बजे के गर्यो घरमा आयो घर भनेको ठाउँ हो नि हो हामी अघि नै पढ्यो नि त एसँग के ठाउँसँग ए लाग्छ एको पछाडि के आउँछ त खादा वादा आउँछ है र अहोप्सी भनेको 9 बजे चाहिँ छिबेवा सुम्निदा पनि घरमा आए र हाम्रो चाहिँ अर्को कुरा के बुझ्नुपर्छ यदि दुईवटा समय भयो दुईवटा समयका शब्द भए एउटामा मात्र नन प्लस ए लगाउने क्या जस्तै हाम्रो समयको शब्दसँग ए लगाइन्छ नि हैन हो समयको शब्दसँग ए लगाइन्छ भने जस्तै दुईटा लगातार यदि समयको शब्दहरू छन् भने त्यति बेला के गर्ने त एउटा मात्र लगाउने अन्तिम शब्दमा है